हेलो गुड इभिनिङ गाइस, वेलकम टु माई च्यानल। आज धेरै दिन बाद फेरि म एउटा मेरो च्यानलमा आएको छु। यो दार्जिलिङको एउटा है सानो एउटा भिडियो म एउटा रेस्टुरेन्टमा 28 नम्बरमा है म आज यहाँनिर चाहिँ बेलुकाको भोजन गर्नको निम्ति चाहिँ यहाँनिर चाहिँ म आएको छु र एकदम श्रिया रेस्टुरेन्ट छ है। एकदमै आकर्षित छ यो रेस्टुरेन्ट। सानो छ तर यहाँनिर चाहिँ एकदम यस्तो राम्रो राम्रो कुरोहरू चाहिँ यहाँनिर राखेको रहेछ कि म नै एकदम सक भएँ। तसर्थ म तपाईँहरूलाई पनि यो मेरो सानो भिडियोको माध्यमद्वारा तपाईँहरूलाई देखाउन गइरहेको छु है। सर्वप्रथम त यहाँनिर एउटा यो एक्वेरियम राखेको रहेछ है र यो एक्वेरियममा चाहिँ एउटा चाहिँ माछा पालेको रहेछ, एलिगेटर गार है। एलिगेटर गार यहाँ हेर्नुहोस्, यो चाहिँ 13 वर्ष भएको रहेछ। यहाँको चाहिँ यो जुन चाहिँ रेस्टुरेन्टको मालिकले भन्दैछ 13 वर्ष भएको रहेछ है। र यो मात्रै होइन, यहाँको चाहिँ विशेषता चाहिँ यहाँनिर चाहिँ अब हाम्रो चाहिँ के छ भने बचपनमा चाहिँ है हामीले बालकपन चाहिँ कसरी चाहिँ अब हामीले चाहिँ बिताएको थियौँ त्यो चाहिँ एकदमै यहाँनिर सम्पूर्ण बालकपनको चाहिँ सामग्रीहरू है, हाम्रो जे जति हामीले खेलकुद हामी खेलेको थियौँ त्यो कुरोहरू चाहिँ यहाँनिर समावेश गरेर यसरी भित्तामा टाँसेर राखेको रहेछ है। सर्वप्रथम म तपाईँहरूलाई यो कोइनपट्टि जाउँ है। त्यो कोइन यहाँनिर यो कोइनहरू धेरै प्रकारको कोइनहरू अब हाम्रो समयकालीनभन्दा अगाडिको पनि रहेछ यहाँनिर। तर यहाँनिर 5 पैसा, 20 पैसा, 50 पैसा है, चारानी, अब यो 2 कन्ची, 10 पैसा, अब यो कुरोहरू चाहिँ अब हामीले चलाएका थियौँ है। तपाईँहरूले कुन कुन कुरो चाहिँ चलाउनु भएको थियो यसो है कमेन्ट गरिदिनु होला यहाँनिर। अनि नभुल्नु होला यस रेस्टुरेन्टमा आउनुको निम्ति। दार्जिलिङ आउनुभयो चाहिँ आउनुहोस्। यो चाहिँ ग्रामफोनको है, हाम्रो समय हाम्रो बचपनभन्दा अलिकति अगाडिको रहेछ यहाँनिर। यो त हामीले चलाउनु पाएनौँ, तर पनि अब तपाईँहरूले को कोले चलाउनु भयो होला है, यसो याद गर्नुहोस् है। यो क्यामेरा कोडाक रिल भएर फोटो खिच्ने गर्थ्यौँ। यो मकैको कुयाको फोन रहेछ यो है, टेलिफोन। सबै कुरोहरू चाहिँ यहाँनिर राखेको छ है। यो हेर्नुहोस् है, यो कुरोहरूलाई के भन्छ तपाईँहरूले पनि कमेन्ट गरिदिनु होला। बेलकेला पनि रहेछ है साथी। ओके है, यहाँनिर जाउँ है। फिरफिरे, आहा फिरफिरे है, यो बनाएर चाहिँ अब हामी कति चाहिँ अब स्पिडमा हामी है दौडेर चाहिँ हामी खेल्थ्यौँ है। यहाँनिर फेरि यो पनि रहेछ पटपटे, पटपटे पटपटे पनि बनाएको रहेछ। कति चबाएर कागजको त्यो रहेछ गोली बनाउँथ्यो नि, त्यस्तै बनाइरहेको रहेछ। ओके, दसैँ तिहार पनि याद आयो। पिस्तल है, पटेकाको खोल राखेको रहेछ। हेलो क्यारिज बल पनि रहेछ। ओ यहाँनिर लड्डु पनि रहेछ है, लड्डु हेर्नुहोस् है, लड्डु। अनि सिडीको चाहिँ यो फ्लपी पनि रहेछ यहाँनिर। फ्लपीहरू पनि हामीले चलायौँ है। कम्प्युटर आउनु अगाडि है, टेप रहेछ, क्यासेट रहेछ, सिडीको क्यासेट पनि रहेको रहेछ। हेर्नुहोस् है, ओ पाङ्रा र यहाँनिर कौडी पनि रहेको रहेछ।
अब तपाईँले के खेल्नुभयो है यहाँनिर चुङ्गी पनि छ है चुङ्गी पनि रहेको रहेछ ओके यहाँनिर यो अब हाम्रो छोरी मान्छेले है खेल्ने प्रयास सानोमा खेल्ने गड्डी 5वटा ढुङ्गाको है यो हेर्नुहोस् है यहाँनिर धिप्री पनि बनाइरहेको रहेछ यो धिप्री हामीले अब तपाईँहरूले सबैले प्रयोग नै गरेको ल्याम्प रहेछ अन्त यहाँनिर स्मासकल पनि रहेको रहेछ राजा रानी मन्त्री पुलिस र चोर यो पनि हामीले खेलेकै नै हौँ है घुर्नी पनि बनाएर आएको रहेछ एकदमै राम्रो रहेछ हेर्नु छोरी जातिले माइको टुक्रा बनाएर यो खेल्थ्यो है घुर्नी पनि रहेछ हेर्नु यो घुर्नी है हामीले घुर्नी पनि खेल्थ्यौँ होइन यो बनाएको रहेछ कागजको नौका हामीले बनाएर चाहिँ बर्खामा पानी पर्दा घर बाहिर निक्लेर हामी नालीमा पकाउने गर्थ्यौँ त्यो पनि रहेछ यहाँनिर अर्को यो पाइपको गाडी है पाइपको गाडीमा त हामी दौडेकै हो है पाइपको गाडी पनि रहेछ यहाँनिर है पाइपको गाडी पनि रहेछ यो चाहिँ के हो यो अलिकति मलाई बुझिसकेन र तपाईँहरूले बढी खेल्नु भएको थियो है खेल्नुभयो तपाईँहरूलाई यादै होला अर्को यहाँनिर यो बल पनि बनाएको रहेछ यो बल हामीले है यो बल पनि अब खेल्थ्यौँ नि हामीले चाइल्डहुड बल ओके यहाँनिर यो लट्टाइ गुड्डी पनि हामीले चलाएको हो गुड्डी पनि रहेछ यो स्किप पनि बनाएको रहेछ एकदम यहाँनिर मकैहरूको खोयासँग बनाएर रहेको छ एकदमै आकर्षित एकदमै राम्रो रेस्टुरेन्ट है नभुल्नु होला दार्जिलिङ आउनुभएको छ यहाँनिर 28 नम्बर एकदमै बचपनको यादहरू एकदमै तरोताजा बनाइदिँदो रहेछ मलाई चाहिँ एकदमै आज खाना खान आएको थिएँ खाएर चाहिँ एकदमै राम्रो लाग्यो हेर्दै गर्नुहोस् सानो च्यानलहरू देखाएको के कस्तो लाग्छ